मिनासान कनिचिवा आज चाहिँ म हजुरहरूलाई जापानिज ल्याङ्ग्वेज नम्बर काउन्टिङ खाजोय खाता कसरी गर्ने त अब 1 देखि 100 सम्म म हजुरहरूलाई खाजोय खाता काउन्टिङ गर्न सिकाउँछु हजुरहरूले हेर्नु होला है त म चाहिँ हजुरहरूलाई अब जापानिज ल्याङ्ग्वेज काउन्टिङ नम्बर काउन्टिङ 0 देखि लेख्दै लेख्दै 10 सम्म जान्छु हजुरहरूले हेर्नु होला है त अब 0 लाई चाहिँ रे अथवा जेरो अब 1 लाई चाहिँ हाम्रो इच्ची 2 लाई मी 3 लाई सान 4 लाई योन 5 लाई गो अब 6 लाई अब 6 लाई रुकु 7 लाई नाना 8 लाई हाची 9 लाई क्यू 10 लाई ज्यू रे अथवा जेरो म हजुरहरूलाई नेपालीबाट पनि लेखेर देखाउँछु रे अथवा जेरो लाई रे अथवा जिरो अब 1 लाई इच्ची 1 लाई इच्ची 2 लाई नी 3 लाई सान 3 लाई सान 4 लाई योन अथवा सी पनि भनिन्छ है सी पनि भनिन्छ 4 लाई 5 लाई गो 5 लाई गो अब 6 लाई रोक्कु 6 लाई रोक्कु 7 लाई नाना अथवा सिच्ची 8 लाई हाच्ची 9 लाई क्यू 10 लाई ज्यू जेरो अथवा रे 0 लाई 1 लाई इच्ची 2 लाई नी 3 लाई सान 4 लाई योन 5 लाई गो 6 लाई रोकु 7 लाई नाना अथवा सिच्ची 8 लाई हाच्ची 9 लाई क्यू 10 लाई ज्यू हजुरहरूले पहिला 100 सम्म जान्नु भन्दा पनि पहिला यति जान्नु पर्छ त्यही गर्दै त्यहाँबाट जोड्दै 11 12 लेख्दै जाने हो अब 11 12 है त 11 ले चाहिँ हामी अब 10 को लेख्ने पहिला 10 ले हामीले ज्यू लेखेका थियौं त्यही पहिला लेख्ने अनि त्यसपछि 1 लेखिदिने इच्ची लेखिदिने ज्यू इच्ची भनेको 11 ज्यू इच्ची 11 अब त्यही यो 10 भइहाल्यो 10 प्लस 1 11 भनेपछि अब 12 लाई ज्यू नी 12 10 प्लस 2 ज्यू नी 12 अब 13 लाई ज्यू सान 13 10 प्लस 3 ज्यू सान 13 ज्यू योन 14 ज्यू गो 15 ज्यू रोकु 16 ज्यू नाना 17 यो पनि सेम हो 10 प्लस 4 लेख्ने 10 को लेख्ने अनि त्यसपछि 5 को 10 को लेख्ने 6 को 10 को लेख्ने 7 को लेख्ने भने जस्तै नेपालबाट ज्यू इच्ची ज्यू नी ज्यू सान ज्यू योन ज्यू गो ज्यू roku
जु नाना जु नाना 11 12 13 14 15 16 17 10 को लेख्ने पहिला जु अनि त्यसपछि फेरि 1 जोड्ने जु इच्ची 11 जु नि 12 जु सान 13 जु योन 14 जु गो 15 जु ना रोकु 16 जु नाना 17 अब 18 लाई 10 प्लस 8 गर्ने 10 प्लस 8 को लेख्ने 10 लाई जु भन्ने पऱ्यो जु अब हाच्ची जु हाच्ची जु हाच्ची 18 जु हाच्ची 18 फिर 10 प्लस 9 10 प्लस 9 जु जु क्यू क्यू जु भइहाल्यो क्यू जु क्यू 19 जु 20 लाई अब जु भन्नु कि अब पहिला 2 लेख्ने 2 प्लस 10 को लेख्ने नि जु नि जु 20 नि जु 20 जु क्यू यसलाई अब नि जु भने जस्तै हामीले अब फेरि जोड्दै जानु पर्यो 2 प्लस 10 प्लस 1 गर्नु पर्यो अब 21 लाई 2 प्लस 10 प्लस 1 गर्दै जाने हो भने जस्तै अब 2 प्लस 10 प्लस 1 भनेपछि नि जु इच्ची नि जु इच्ची 21 लाई नि जु इच्ची भने जस्तै 22 पनि त्यसरी नै गर्ने हो हाम्रो 22 लाई अब नि जु अब इच्ची भने जस्तै एकलाई नि 2 लाई नि जु नि 22 23 लाई नि जु सान 23 नि जु योन 24 नि जु नि भइहाल्यो अनि जु नि जु 22 यसमा अब नि भइहाल्यो जु नि जु सान गर्ने 3 लाई सान भनेपछि 23 लाई नि जु सान 24 लाई नि जु योन नि जु इच्ची नि जु नि जु सान नि जु योन 21 22 23 24 अब 20 लाई है त 20 लाई चाहिँ हाम्रो अब 2 पहिला 2 लेख्नु पर्यो 2 प्लस 10 गर्नु पर्यो 2 प्लस 10 गरेपछि नि जु नि भइहाल्यो नि जु गर्नु पर्यो 20 लाई नि जु 20 लाई नि जु 20 लाई नि जु अब त्यस्तै गरी हामीले 11 12 बनाए जस्तै 10 लाई जु भने चाहिँ जु इच्ची 11 जु नि 12 भने जस्तै 20 लाई पनि अब नि जु भइहाल्यो 20 अब त्यही जोड्ने नि जु जोड्ने 20 अनि 1 जोड्ने 20 प्लस 1 जोड्ने 20 प्लस 1 भनेपछि नि जु इच्ची नि जु इच्ची नि जु इच्ची नि जु इच्ची 22 लाई पनि त्यसरी नै हो 20 लाई 20 प्लस 2 गरे नि जु नि जु नि जु नि
ज्यू नि 20 प्लस 2 नि ज्यू नि त्यसलाई पनि त्यसरी नै अब नि ज्यू सान 20 प्लस 3 नि ज्यू सान सान 2 10 प्लस 3 गर्ने नि ज्यू सान नि ज्यू सान नि ज्यू सान अब 24 लाई त्यसरी नै 20 प्लस 4 नि ज्यू युन नि ज्यू युन भन्दै नेपालीबाट यहाँ नि ज्यू युन नि ज्यू युन ज्यू नि ज्यू 20 त्यही अब 20 पहिला अनि त्यसपछि 1 नि ज्यू इच्ची नि ज्यू इच्ची नि ज्यू नि ज्यू सान नि ज्यू युन 24 लाई 20 21 22 23 24 24 अब 25 लाई पनि त्यही नि ज्यू गो लास्टमा 5 गो नि ज्यू गो नि ज्यू गो नि ज्यू गो अब 26 लाई नि ज्यू रोक्कु नि ज्यू रोक्कु 27 लाई नि ज्यू यसमा नेपालीबाट पनि लेख्छु नि ज्यू रोक्कु नि ज्यू रोक्कु अब 27 लाई 27 नि ज्यू नाना नाना नि ज्यू नाना नि ज्यू नाना अब 28 नि ज्यू हाच्ची हाच्ची नि ज्यू हाच्ची नि ज्यू हाच्ची अब 29 लाई 29 लाई नि ज्यू क्यू क्यू नि ज्यू क्यू नि ज्यू क्यू क्यू नि ज्यू क्यू नि ज्यू गो नि ज्यू रोक्कु नि ज्यू नाना नि ज्यू हाच्ची नि ज्यू क्यू अब 30 लाई अब सान ज्यू पहिला 3 अनि त्यसपछि 10 को भने चाहिँ 3 + 10 को लेख्नु पर्यो है भने जस्तै अब सान ज्यू अब 31 लाई पनि हामीले सान ज्यू इच्ची गर्नु पर्यो 1 जोड्ने 2 जोड्ने 3 4 5 6 7 8 9 10 त्यसरी जोड्दै जाने जस्तै पहिला ए लेख्ने 30 कै लेख्ने अनि 1 2 जोड्दै अब 31 लाई सान ज्यू इच्ची 32 लाई सान ज्यू नि सान ज्यू सान सान ज्यू योन सान ज्यू गो सान ज्यू रोक्कु सान ज्यू नाना सान ज्यू हाच्ची भन्दै जोड्दै जाने सान ज्यू क्यू अब त्यस्तै गरी 30 लाई पनि हजुरहरुले आउँछ होला यति भनेसी जोड्दै जाने यसमै 1 2 1 2 1 2 जोड्दै जाने 21 22 23 24 भने जस्तै अघि बनाएको जस्तै अब 40 लाई योन ज्यू अब 40 लाई पनि त्यसरी नै जसरी 20 21 22 23 24 25 31 32 33 भन्नुभएको थियो हो त्यसरी नै 40 लाई पनि अब 41 42 गर्दा अब योनज्यू इच्ची योनज्यू नि योनज्यू सान योनज्यू योन योनज्यू गो योनज्यू रोक्कु योनज्यू नाना योनज्यू हाच्ची हो त्यसरी नै यसमा पनि 1 थपेपछि यसमा 1 2 हैन यसमा पनि 2 थपेपछि यसमा 1 2 त्यसरी नै थप्दै बनाउँदै जाने अब 50
50 को पनि त्यसरी नै जसरी यहाँ 30 31 32 जसरी बनाउनु भनेर मैले भने भर्खरै त्यसैगरी 50 को पनि गोज्यू 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 यसमा सान्ज्यू 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 यसमा योन्ज्यू योन्ज्यू यसमा गोज्यू गोज्यू भने जस्तै यसमा पनि त्यस्तै अब 50 51 52 53 54 भन्नलाई अब यसमा 51 लाई 1 थपे जस्तै यसमा पनि अब गोज्यू इची 1 थप्ने लास्टमा अब 52 लाई गोज्यू नि 53 लाई गोज्यू सान गोज्यू योन गोज्यू रोको गोज्यू नाना गोज्यू हाची गर्दै गर्दै जाने अब त्यस्तै गरी हाम्रो 60 लाई पनि त्यस्तै नै अब 60 लाई हाम्रो रोक्कु रोक्कु ज्यू रोक्कु ज्यू रोक्कु ज्यू यसमा पनि त्यसरी नै जसरी 20 21 22 23 24 भर्खरै लेखेको थियो त्यसरी नै यसमा पनि 1 1 1 थप्दै थप्दै जाने 61 62 63 64 65 भन्दा 1 1 थप्दै जाने यसमा 61 मा 1 थपे जस्तै यसमा पनि 1 थप्दिने रोकुज्यू इची रोकुज्यू नि रोकुज्यू सान रोकुज्यू योन गर्दै गर्दै जाने यसमा पनि अब हाम्रो 70 मा पनि हाम्रो नाना नाना ज्यू नाना ज्यू नाना ज्यू नाना ज्यू यसमा पनि अब 71 72 भन्छ नाना ज्यू इची नाना ज्यू नि नाना ज्यू सान हो यसमा पनि थप्दै थप्दै जाने 1 2 थप्ने पछाडी यही लेख्ने नाना ज्यू इची नाना ज्यू नि नाना ज्यू सान त्यसरी थप्दै थप्दै बनाउने भने जस्तो हाम्रो 80 को अब 80 ले अब हाम्रो हाच्ची हाच्ची ज्यू हाच्ची ज्यू हाच्ची ज्यू हाच्ची ज्यू यसमा पनि हाम्रो अब 81 82 गर्दै गर्दै जाने हाच्ची ज्यू लेख्ने त्यसपछि 1 थप्दिने यसमा पनि 21 22 गरे जस्तै नि ज्यू इची गरेको जस्तै सान ज्यू इची योन ज्यू इची गो ज्यू इची रोको ज्यू इची नाना ज्यू इची भना जस्तै यसमा पनि अब हाच्ची ज्यू इची हाच्ची ज्यू नि हाच्ची ज्यू सान हाच्ची ज्यू योन हाच्ची ज्यू रोको गर्दै गर्दै पछाडी चाहिँ हाम्रो जसरी यसमा 1 2 थप्दै थप्दै जान्छ त्यस्तै गरी यसमा पनि हाच्ची ज्यू इची 1 2 थप्दै थप्दै जाने हाच्ची ज्यू इची हाच्ची ज्यू नि हाच्ची ज्यू सान थप्दै थप्दै जाने अब त्यसपछि हाम्रो 90 लाई अब हाम्रो क्यू क्यू ज्यू 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 भने जस्तो अब 91 92 93 94 भन्नको लागि चाहिँ यसमा 1 थपिन्छ नि त 91 92 93 भन्नु यसमा भने जस्तै अब क्यू ज्यू इची क्यू ज्यू इची 1 थप्यो क्यू ज्यू इची अब 92 क्यू ज्यू नि क्यू ज्यू सान क्यू ज्यू योन क्यू ज्यू गो हो त्यसरी नै थप्दै थप्दै जाने भने जस्तै अब 100 लाई चाहिँ हाम्रो अब 100 लाई चाहिँ अब 100 लाई चाहिँ हाम्रो ह्याक्कु भन्नु पर्यो है त ह्याक्कु 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 गर्नु पर्यो 100 लाई चाहिँ हाम्रो आजको लागि यति नै भोलिको लागि चाहिँ हजुरहरुलाई म 100 200 देखि 10,000 सम्म सिकाउने छु।